हेलो गाइस, वेलकम छ मेरो छोटो एउटा मिनी ब्लगमा। कस्तो हुनुहुन्छ हजुरहरू? आशा गर्छु सन्चै हुनुहुन्छ भनेर। अनि म चाहिँ जाँदैछु तेजपुर मराबरेमा। अनि हामी चाहिँ यस गाडीमा रोकिरहेछौँ अनि गाडीमा उठिसक्यौँ। अनि यता बडेमा कि छोरीको घर पनि छ, बुइनीको घर। अनि हामी चाहिँ रुममा पस्यौँ अनि पसेर एकछिन रेस्ट गरेर हामी चाहिँ बेलुका टाइममा यी फेसन सिटीमा हामी बजार गर्न पस्यौँ। अनि बजार गर्न पसेर यता बडेमाहरू चाहिँ के लिनलाई हेरिराख्नु भएको छ। अनि म चाहिँ तपाईँहरूलाई यस भिडियो देखाउँदैछु। अनि बजार गरिसकेर बाहिर निस्केर के खाम लागेर हामी चाहिँ होटल पसेर चाएर प्याजी खान थाल्यौँ। अनि खाएर चाहिँ हामी स्मार्ट बजारमा पस्यौँ। अनि यता चाहिँ पसेर अनि भित्र गएर अनि यहाँ चाहिँ हर चिज पाइदो रहेछ, सब्जीबाट लिएर सबै थुक्ने। अनि यहाँ पस्यो भने चाहिँ अरूतिर मार्केटहरू नगए नि हुने रहेछ, हर चिज यहाँ पाइदो रहेछ। अनि यहाँ चाहिँ बडेमाले चाहिँ के जति लिनलाई हेरिराख्नु भएको छ। म चाहिँ सबै भिडियो तपाईँहरूलाई देखाउँदैछु। अनि यहाँ चाहिँ सब थोक लिइसकेर हामी फेरि बाहिर निस्केर मोमो दोकान रहेछ, मोमो चाहिँ पेकिङ गरेर हामी चाहिँ रुममै खाने भनेर लिएर जाँदैछौँ। यहाँ चाहिँ हामीहरूसँग अर्को दिदीको नि रुमै थियो। अनि अर्को दिदीको रुममा हामी चाहिँ आयौँ। अनि आएर यहाँ दिदीका छोरा पनि थिए। अनि यहाँ चाहिँ सबैजना मिलेर हामी चाहिँ मोमो खाँदैछौँ। मोमो खाएर हामी सबैजना एकछिन रेस्ट गऱ्यौँ। रेस्ट गरेर दिदी चाहिँ खाना बनाइसकेर यता चाहिँ खानामा चाहिँ कुखुराको मासु थियो, पुलाउ थियो। त्यो पुलाउ चाहिँ कसरी बनाउनु भएको त्यो भिडियो म अर्को एउटा भिडियोमा दिनेछु। अनि सबैजना खाना बसेर हजुरहरूलाई मेरो ब्लग कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला।